गाइस आज एउटा भिडियो युट्युबमा हाल्नु सोचेको रहेछु। विचार आयो हाल्नु पर्यो। असारे फुल हेर्नु भएको छ कि छैन है गाइजहरू। असारे फुल पनि हाल्छु थियो। यहाँ यो सरस्वती फुल छ। यो सरस्वती फुल होइन, यो अमिलो चन्दा भन्छ। अचार खाने, माछामा हालेर खाने हो। यहाँ फुल छ। यो सरस्वती फुल हो यो। यहाँ अब यताबाट म जाँदैछु। यसो भिडियो हाल्नु पर्यो। असारे फुलको भिडियो हाल्नुलाई खिच्दैछु। भिडियो पनि हेर्नुहोस् गाइजहरू। यता अब आउँदैछु। यहाँ यता पनि छ असारे फुल। के हालौँ भएर आयो मनमा सोच। यहाँ मन्दिरको गेट हो। फुलहरू सिन हेर्नुहोस्। अरू के छ र यो ठाउँमा? यस्तै हो। यहाँ गरुड महाराज हुनुहुन्छ। यहाँ यता घन्टी छ। यता पनि घन्टी छ। यहाँ इन्जिनियर कुन्दन भक्त श्रेष्ठको श्रेष्ठज्यूको तर्फबाट दिनुभएको घन्टी हो। अनि फुलहरू छ। यहाँ खोर्सानी छ। मेरो अकापरे खोर्सानी हो। यहाँ असारे फुल छ। यहाँ असारे फुलहरू पनि भिडियो लिइरहेको छु। यता आँप हो। उतापट्टिको पल्लोपट्टिको आँपहरू छन्। यहाँ यो खोर्सानी फल्ने हो कि नफल्ने हो। यत्रो गाछी त आएको छ। बल्ल बल्ल बाँचेको छ। अकबरे खोर्सानी हो यो गाइस। साथीहरू भन्छ कस्तो चाहिँ भिडियो छ भनेर भन्छन्। अब आफ्नो घरमा जे छ त्यही म भिडियो हाल्छु। अन्त के गर्नु छ र। खाना पकाएको भिडियो पनि हाल्छु। तर अर्को क्यामेरा नकिन्नेसम्म हाल्दिनँ। अर्को क्यामेरा गरेपछि हाल्छु गाइजहरू। यहाँ पारिजात फुल हो। यहाँ रातको रानी पनि भन्छन्। यहाँ रुद्राक्ष हो। मैले 2 वर्षमा यत्रो बनाएँ बल्ल बल्ल। यहाँ मन्दिर छेउमा रुद्राक्ष पनि भयो भने राम्रो हुन्छ भनेर मैले लगाएको छु गाइज। यहाँ बेलको गाछी पनि छ। बेल फुलिरहेछ धमाधम। अडिने हो कि नअडिने हो यो पुरा भइरहेछन्। बेल फुलेर ढकमक्क छ। फल्छ कि फल्दैन? फुल त छ, देखाएको छ टनाटन। यहाँ अमलाहरू पहिला त धेरै फल्थे, अहिले त फल्ने छोड्यो। अमलाहरू पनि गाइस। अब के कस्तो भयो भिडियो? लाइक, सब्सक्राइब, कमेन्ट, भ्युज बढाइदिनु होला अनुरोध छ गाइजहरू। यति देखाएपछि अब मन्दिर पनि देखाउँछु। यी मन्दिर पनि हेर्नुहोस् गाइजहरू।